हेलो बेबी के भयो के भएको छैन त बेबी भन्दा पनि के भयो भन्नुपर्छ पुरानो भएको हो के हो अब म पुरानो पुरानो हुँदैन माया भन्ने कुरा थाहा छैन के हो सब्जी चाहिँ के छ हौ लाफा लाफा रहेछ यता तोरीको साग तोरी साग के सब्जी बनाउनु लागेको हो डार्लिङ लाफा 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 ल पकाइदिनु ल ठिक छ ठिक छ भनेको हेलो गाइज हाई हाउ आर यु अनि अरू भन्नु अरू त के भन्नु त्यति हो के गर्नु लागेको अहिले तरकारी पकाउँदैछु हौ के भन्नु के सब्जी हौ लाफा लाफा सब्जी पो रहेछ त पानीमा उमालेर अँ अरूले चाहिँ कसरी खान्छ थाहा छैन हामी चाहिँ पानी उमालेर खान्छौँ है है गाइज यो चाहिँ लाफा पकाउने प्रोसेस हो सुरुमा पानी उमालेर लाफालाई बुढियाले हाल्दै हुनुहुन्छ हेर्नु सक्नुहुन्छ गाइज होइन अब यसमा के हालिन्छ त मास्टर सेफ उहाँ चाहिँ फेरि नुन खोर्सानी लसुन पिसेर ए हाल्ने पानीमा एकछिन उमाल्ने अनि भयो पाकिन्जेल अनि सक्यो अनि बेसार हाल्नुपर्छ पर्दैन पर्दैन ए एउटा गाना गाइदिएको त आउँदैन मलाई गीत गाउन पुरानो हुँदैन माया भन्ने स्वर राम्रो छैन ए के खाएको एक्लै एक्लै भोल खाएको के हो बोल भनेको भोल भनेको भोल नि के भन्छ त्यसलाई त्यो त भिमाल भाषाबाट बोल भन्छ नेपाली भाषाबाट के भन्छ त्यसलाई तरुल म नखानु तरुल खाएको नि अर्को खानु न निकालेर म त खुवाइदिन्छ कि भनेको त अर्को पो भन्न अनि यो सकिन्छ अहिले आएर यस्तो कुरा लुले त्यसो भयो पुरानो हुँदैन माया